साथीहरु नमस्कार सबैजनालाई। साथीहरु म चाहिँ आज एकदम फेसबुकमा हाम्रो भाइरल भिडियो एकदम यति दाइको भिडियो हामीले भाइरल भिडियो हामीले कसरी बनाउने भनेर चाहिँ आज म तपाईलाई फुल कोर्स लिएर आएको छु साथीहरु। हेलो गाइस, आज म मलेसियाको केएलमा छु। हेर्न सक्नुहुन्छ पछाडीको सिनहरु धेरै। अम्मा खाना बनाइदिएको छु, खाना खाऊ। हाई जानकारी A to Z म तपाईलाई यो भिडियोमा सिकाउने छु। हामीले प्रम्प्ट कसरी लेख्ने, हामीले के गर्ने भनेर चाहिँ म तपाईलाई सिकाउने छु। तपाई लास्टसम्म हेर्नु होला। तपाईले कोर्स फुल कोर्स हेर्नुभयो भने तपाईले कुनै पनि भिडियो हेर्नको जरुरत छैन साथीहरु, है त। हुन्छ, म तपाईलाई सिकाउने छु। सबभन्दा हामीले प्रम्प्ट लेख्नु पर्छ। सबभन्दा हामीले त्यसको साइनहरु के हो, के बोल्नु पर्यो, के बोल्नु पर्यो भनेर चाहिँ सबै लेख्न जरुरी छ। म तपाईलाई सिकाउने छु। तपाईले यहाँनिर ध्यान दिएर हेर्नु होला। सबभन्दा पहिला चाहिँ हामी यहाँनिर जाने छौं के रे ChatGPT मा जाने। त्यसपछि तपाईको ChatGPT छैन भने तपाई सजिलै प्ले स्टोरबाट तपाई डाउनलोड गर्न सक्नुहुन्छ यसलाई चाहिँ। अनि त्यसपछि तपाई यहाँनिर गएर तपाई फर्स्ट हुनुहुन्छ भनेपछि अब तपाईले चाहिँ मेरो यहाँ अलरेडी मैले बनाएर राखेको छु। म यहाँनिर फेरि अर्को दिने छु। अर्को बनाइदिए भनेर म भन्ने छु। यसलाई चाहिँ हामीले कस्तो बनाउने भनेर चाहिँ म तपाईलाई यहाँनिर भन्ने छु। तपाई लास्टसम्म हेर्नुपर्ने हुन्छ। तपाईले 20 मा चाहिँ छोडे जानुभयो भने तपाई के पनि सिक्न सक्नुहुने छैन। म स्याम टु स्याम आज तपाईलाई यो भिडियो बनाएर देखाउने छु साथीहरु, है त। म जस्तै कि भन्छु अहिले मलाई एक हेर्न सक्नुहुन्छ साथीहरु। भाइ मलाई एक भिडियो प्रम्प्ट बनाएर दिनुहोस्। म भन्छु प्रम्प्टको लागि भनेर चाहिँ मैले यसलाई मेसेज गर्छु यसलाई। फेरि यसले के भन्छ, यस भाइ जान भनेको छ। यो लोकेसन रियलिस्टिक भनेको छ, है त। म अब यसलाई भन्ने छु कि एउटा गाउँ यति दाइले सेल्फ स्टेक ब्लक बनाएको जस्तो हुनु पर्यो। गाउँको रोडमा ब्लक बनाउँदै गरेको अनि दाइको डायलग, है त साथीहरु। यो गरेर हल्का तल आएर चाहिँ यहाँनिर यति दाइको डायलग लक। अब म यहाँनिर भन्ने छु हेलो गाइज गुड मर्निङ। म आज सुन्दर गाउँमा छु। पोखराको सुन्दर गाउँमा छु। कहाँबाट हेर्दै हुनुहुन्छ फलो गर्नुहोस् है भनेर म चाहिँ यसको डायलग यसले भोइस गर्छ, हैन। त्यसपछि म यहाँनिर तल हल्काएर 4K HD अनि भोइस अनुसार एक्टिङ हुनु पर्यो। प्रोपर लिपसिङ हुनु पर्यो भनेको छु। अब यसले प्रम्प्ट बनाएर दिन्छ। म यसलाई सेन्ड गरिदिने छु। यो आयो साथीहरु। तपाईले हल्का हेर्नुपर्ने हुन्छ। कहिले कसो यहाँनिर पनि गडबड दिन्छ यसले भएछ हैन। यो तपाईले हेरेर
चेक गर्न सक्नुहुन्छ यहाँनिर। आज म पोखराको एक भने याक लेखेको छ, एक सुन्दर गाउँमा छु। कहाँ कहाँ बाटो हेर्दै हुनुहुन्छ फलो गर्नुहोस् है, ठिक छ। यसलाई चाहिँ म हल्का यसलाई कपी गर्नेछु सबभन्दा पहिला। अनि तपाईँको नोटप्याडमा जानु होला। नोटप्याडमा गएर चाहिँ तपाईँले यहाँनिर चाहिँ यसरी गरेर त्यसपछि यसलाई पनि टक्क तपाईँले यहाँबाट टक्क कपी गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ सबैलाई अनि यसलाई पनि यहाँ पेस्ट गरिदिनु पर्ने हुन्छ। पेस्ट गरेर यसमा याक छ एक सुन्दर गाउँमा छु, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ फलो गर्नुहोस् है भनेको छु होइन। यो मेरो प्रोन तयार भइसकेको छ। कपी गर्नेछु, त्यसपछि तपाईँ जानुपर्छ क्रोममा। क्रोममा गएर त्यसपछि तपाईँ यहाँनिर सर्च मार्नुपर्ने हुन्छ फलो एआई। यहाँनिर हेर्नु भएको छ होइन, फलो एआई भनेर फर्स्टमा। त्यसपछि यहाँनिर तपाईँको फर्स्टमा देखाउने छ। त्यसपछि यस्तो आउने, त्यसपछि क्रेडिटमा जानु। यहाँनिर हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ भिडियो बनाएको हो। म चाहिँ अहिले नयाँ भिडियो बनाउने छु। म न्यू प्रोजेक्टमा जानेछु। त्यसपछि यहाँनिर यस्तो देखिनेछ। त्यसपछि म यो यसमा जानेछु, तीनवटा यो डट लाइन जस्तोमा। त्यसमा चाहिँ VO2 फास्ट लेखेको छ, म यसलाई क्लिक गर्नेछु। त्यसपछि म VO3 मा यहाँनिर क्लिक गर्नेछु। त्यसपछि तपाईँ यहाँनिर जो तपाईँले कपी गर्नुभएको थियो यहाँनिर पेस्ट गर्नुपर्ने हुन्छ। यहाँनिर पेस्ट गर्नुभयो भने चाहिँ तपाईँको यस्तो अप्सन आउनेछ। त्यसपछि तपाईँ यहाँनिर यो चिन्ह छ, यसलाई क्लिक गर्नु होला। तपाईँको यो सर्च भइरहेछ है त। अब एकछिन यो 100% हुन्छ। त्यसपछि तपाईँको भिडियो जेनेरेट भएर आउँछ। मैले जस्तो भनेको थिएँ त्यस्तै भिडियो बनेर आउँछ। हेर्न सक्नुहुन्छ साथीहरू, कति राम्रो रियलिस्टिक आएको छ। तपाईँ पछाडि ब्याकग्राउन्ड पनि हेर्न सक्नुहुन्छ, कति राम्रो सुन्दर छ। तपाईँ यहाँनिर यसको भोइस पनि सुनौँ है त हामी। हेलो गाइस, गुड मर्निङ। म आज साथीहरू तपाईँहरूले सिकिसक्नु भएको छ होला। मैले सिकाएको छु हजुरलाई पुराण कसरी लेख्ने भनेर, हामीले कसरी जेनेरेट गर्ने, हामीले कुन वेबसाइटबाट जेनेरेट गर्ने भिडियो भनेर मैले तपाईँलाई सिकाइसकेको छु। तपाईँले कुनै पनि प्रब्लम भयो भने तपाईँले मेसेज गर्नु होला, म तपाईँलाई रिप्लाई दिनेछु। साथीहरू तपाईँ नयाँ हुनुहुन्छ भने मेरो फेसबुकलाई फलो गर्न नबिर्सनु होला, लाइक कमेन्ट गर्नु होला साथीहरू। ओके, यस्तो भिडियो हेर्नको लागि